नमस्ते शिवारो। आज म तपाईहरुलाई सुनाउँछु गरिब केटोको कथा। पहाडी विकट गाउँमा एउटा केटो बस्थ्यो। उसको बा पहिरोले पुरेर बित्नु भएको थियो। केटो 12 दिनको हुँदा उसको आमालाई यो ठूलो वज्रपात परेको थियो, सहनु परेको थियो। सिन्दुर पुछियो, हृदय टुक्रा टुक्रा चुडिएको थियो। त्यो हप्ता झरी अनि पहिरो आएको समय छोरा र मलाई बचाउनु भयो, तर उहाँले दैवले चुडेर लग्यो। आमाले अनेक दुःख कष्ट गरेर केटोलाई हुर्काउनु माया दिइरहनु भएको थियो। केटो साह्रै चकचके र चञ्चले थियो। ऊ दिन प्रतिदिन बढ्दै हुर्कँदै गयो। उसका अनेक परिवर्तन भए। उसको चकचके चञ्चलता बट्ठै दिङ्न अल्छीपन हराइसकेको थिएन। एक दिन आमाले केटोलाई सम्झाउँदै भन्नुभयो, बाबु ज्ञानी हुनुपर्छ, यसरी चकचके फटा हुनु हुँदैन। म कति नै बाँच्छु र तिम्रो बुवा पनि बितिसक्नु भएको छ। म पनि कति नै बाँच्छु र कुनै बेला पुक्लुक्कै मर्न सक्छु। तिम्रो दाजुभाइ दिदी बहिनी कोही पनि छैन। तिमी एक्लै छौ, तिम्रो कोही छैन। म मरे भने के गर्छु बाबु? हजुर मर्नुहुन्छ? मर्नु न ल आमा। अस्ति काले काममा मर्दा काले र म बाख्राको मासु र चिउरा खाएको। तपाईँ मर्नुभयो भने म चिउरा र बाख्राको मासु खान पाउँछु। आमा तपाईँ छिटो मर्नु न ल। म पेटभरि अघाउजी मासु र चिउरा खान त पाउँछु। अस्ति काले काममा मर्दा थोरै चिउरा, 4 चोक्ना मासु र केही झोल मात्र खान पाएँ। तपाईँ मर्दा म कालेले देखाउँदै धेरै मासु र चिउरा खान्छु। आफ्नो त्यो अबोध छोराको मुखबाट आफ्नो मृत्युको कामना, आफ्नो खसम लोक्ने बितेको यत्रो वर्ष पतिको वियोगान्त सहेर पनि हुर्काएको छोराबाट यस्तो भन्दा डाको छोडी बक्का हानेर रुनुभयो आमा। आमाको त्यो अवस्था देखेर छोराले भन्यो, आमा यसरी नरुनु न ल, बरु मर्नु के, म मासु चिउरा त खान पाउँछु। फेरि छोराले यसो भनेको सुनेर आमा भक्का हानिएर लछार पछार गर्दै डाको छोडेर रुनुभयो, कराउनु भयो, चिच्याउनु भयो। छोराले आमा नरुनु नकराउनु के, बरु मर्नु के आमा भनिरह्यो। कहिलेको गाली पनि बोली हुन्छ, कहिलेको गाली बोली सत यथार्थ बोली पनि हुन्छ। त्यसमा पनि केटाकेटी भगवानको एक अवतार पनि हुन्। नभन्दै लुक्ने बितेको 12 वर्ष लागेपछि छोरा 12 वर्ष लागेपछि झिसमिसे पानी परिरहेको त्यो साँझ, त्यो रात आमा साँच्चै सदाको लागि बित्नुभयो। भोलि बिहानै गाउँलेहरू आए, भेला भए। केटोले तेरो आमा मर्नुभयो। गाउँलेहरूले भने। केटो खुसी हुँदै अब चिउरा र मासु खान पाउने भयो भन्दै हाँस्यो, खुसी भयो। आमाको दागबत्ती दिन लगाए। केटोलाई बिस्कुट र केही खानेकुरा दिए। सबै घर फर्किए। 2-3 दिनसम्म केटोको झोपडीमा धेरै मान्छेहरू भेला भए। केही खानेकुरा दिए, केटोले खाना पाए। आजसम्म उसको घरमा त्यति धेरै मान्छे आएको थिएन। खानेकुरा के खान पाए, गाउँलेले के ल्याइदिएका थिए। केटोको घरमा काले काममा मर्दा चाहिँ न चिउरा न बाख्राको मासु पाक्यो, न बाँडियो। केटा छक्क पर्दै आफ्नो फुपूलाई सोध्यो, फुपू आमा त मर्नुभयो, खै मैले मासु चिउरा खान पाएको? मलाई कसले दिन्छ मासु चिउरा? मैले मासु चिउरा खान पाइनँ त फुपू भनेर सोध्यो। केटोको फुपूले अब सबै गाउँ लिएर म गएपछि तैँले एक्लै खानु, धेरै मासु र चिउरा खान पाउँछेस् भन्नुभयो। केटा खुसी भयो। छिट्टै खान एक्लै पाउने रहेछु नभन्दै गाउँलेहरू आफ्नो घरतिर लागे। फुपू पनि बाबु ल धेरै मासु र चिउरा एक्लै खाँदै बसै बाहिर जानुभयो। केटो एक्लै भयो। उसले न मासु चिउरा खान पाए, न कसैले दिए। गाउँलेहरूले त्यसको केही खानेकुरा, गाउँलेहरूले ल्याइदिएको केही खानेकुराहरू खाएर केटोले दिन र रात काट्न थाले। खानेकुरा सकिए। केटो झोपडी अगाडि भएको रोजबेरी फुल अगाडि बसेर आमाले रुन कराउन थाल्यो। त्यही समय फुलमा मौरीहरू आए, फुल चुस्न थाले। त्यो रोजबेरी फुल कति सुगन्धित, कति बास्नादार, कति लज्जावती थियो। केटो त्यो मौरीहरूसँग खेल्न रमाउन थाले। मौरीहरू चाहिँ फुल चुस्न, पात खान थाले। यसरी केटो मौरीसँगै रमाउने खेल्ने कति दिन, हप्तौं, महिना, वर्ष बिताए। मौरीहरूले पनि केटोको खोपी, दलिन, कोठा भित्तातिर गुड बनाए, चाका लगाए, मह बनाउनुसम्म बनाए। केटो त्यही खाएर बाँचे।
बाँडे। न उसको खेती थियो, न वस्तुभाव, न उसको खेतबारी, न जग्गा जमिन। गाउँलेहरूले घरिघरि मौरी माग्न आए, मह माग्न आए। केटोले मौरी कसैले दिएन, बेचेन साटेन। मह बेचे, पैसा पाए, अन्नपात साटे, महमा साट्नुसम्म साटे। यसरी नै मौरीसँग जीवन बिताउन थाले। अरूले खेती बाली गरेको ठाउँमा केटो जान्थे, त्यही मौरी आउँथे, चढ्थे। केटो मौरीसँग खेल्थे, रम्थे। सार गाउँले फुल रोप्थे, त्यही फुलको रस मौरीले ल्याएर केटोले खान्थे। गाउँलेहरूको तोरीबारी, फुलबारी, बगैँचा, खेतबारी, बनमारा, रुधिलो घारी सबैको काम नगरी रस खाने, कमाएको रमाएको देखेर गाउँलेहरूलाई आरिससँग रिस उठ्नुसम्म उठेको थियो। केटो तोरीबारीमा मौरीसँग खेल्दै रमाउँदै गरेको समयमा झोपडीमा आगो लगाइदिए। केटो बेचौन भए, बिलाउन गरे। हताश भएर केटो त्यो गाउँ छाडेर सब माया मारेर सहरतिर बासे। सहरको एउटा कोठामा केटो बस्थ्यो। मह बेचेको पैसाले ऊ केही दिन खाँदै बस्दै थियो। उसँग अब केही उपाय या केही विकल्प थिएन। न काम थियो, न केही उसँग ज्ञान नै थियो। ऊ बारदलीमा टुलाएर आफ्नो ती साथी मौरीहरूलाई सम्झिरहेको थियो। हुलका हुल मौरीहरू आए। मौरीहरूले पनि केटोलाई खोजिरहेको थियो। बादलीमा केटोलाई देखेर मौरीहरू खुसी भएर आए। शरीरभरि बसे, रमाए, खेले, कराए, भुन भुन गर्दै भुनभुनाए। केटोको कोठाभरि मौरीका चाका मह नै भए। त्यही मह बेच्न सहरतिर गए। मौरीले ढाकिएर सहरमा खेतबारी बगैँचा थिएन। मौरीहरू फुलबारीसँगै सहरका मिठा मिठा पसल, बास्नदार पसल, ठाउँ, चिनी मिल, उद्योगहरूमा जान्थे। रस, कुट, मह लिएर आउँथे। गाउँभन्दा सहरमा बाह्रैमास केटोको कोठामा मह हुन्थ्यो। महले नै भरिएको हुन्थ्यो। मह जस्तै बास्नदार थियो। केटोले सहरमा जग्गा घर बनाए, मौरीको घरै घर बनाए। केटो गाउँमा गरिब केटो थियो। आज सहरमा ऊ धनी केटो, धनी मह व्यापारी भएको छ। आजको कथा कस्तो लाग्यो कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनुहोस् ल। भन्ने कथा कस्तो लाग्यो आजको यस भन्ने कथा श्रृङ्खला। नमस्ते, सेवारो, धन्यवाद।